तपाईले आफ्नो मास्क यसरी लगाउनुपर्छ। चरण 1, मास्क लगाउनु अघि आफ्नो हात धुनुहोस्। तपाईले हात धुँदा कीटाणुहरू तपाईको हातबाट मास्क र अनुहारमा सर्नबाट रोकिन्छ। चरण 2, तपाईले सही तरिकाले मास्क लगाएको र यसले तपाईको नाक, मुख र चिउँडो राम्ररी ढाकेको निश्चित गर्नुहोस्। तपाईले मास्क लगाइसकेपछि यसमा छुनु हुँदैन। चरण 3, मास्क लगाइसकेपछि आफ्नो हातहरू फेरि धुनुहोस्। चरण 4, मास्क फुकाल्दा मास्कको अगाडि भाग सकेसम्म नछुनुहोस्। मास्कलाई सिधै बिनमा फाल्नुहोस्। यदि यो कपडाको मास्क हो भने यसलाई प्लास्टिकको झोलामा राख्नुहोस् र फेरि लगाउनु अघि यसलाई धुनुहोस्। तपाईँ बाहिर जाँदा एकभन्दा बढी मास्क बोकेर जानु उचित हुन्छ। चरण 5, तपाईले आफ्नो मास्क फुकालिसकेपछि आफ्नो हातहरू फेरि धुनुहोस्।